नमस्कार। 1,1,00,000 नवारण मन्त्र अर्थात् ओम ऐम ह्रीम क्लीम चामुण्डाय विच्छे, यो मन्त्रलाई पूर्ण श्रद्धा, विश्वास र भक्तिका साथ जप गर्यो भने कुण्डलिनी जागरण प्रक्रिया सुरु हुन्छ र कुण्डलिनी जागरण भइसकेपछि त्यसका प्रारम्भिक लक्षणहरू के हुन् त भन्ने विषयमा आज थोरै चर्चा गर्नेछौँ। नम्बर 1, मूलाधार चक्र मलद्वार र मूत्रद्वारको बीचको भागमा किरा हिँडेको जस्तो हुन्छ, कम्पन हुन्छ, हलचल हुन्छ तथा झन्झनाहट जस्तो हुन्छ मूलाधार चक्रको बीचमा अथवा मूलाधार चक्रमा। नम्बर 2, आज्ञा चक्र दुई आँखी भाउको बीच भागमा झन्झनाहट हुन्छ, हलचल हुन्छ तथा खिचाव हुन्छ, एकदमै प्रेस परेको हुन्छ, त्यहाँ कुनै चिजले घोचेको जस्तो एकदमै प्रेस महसुस हुन्छ। र यी दुईटा मध्ये एउटा मात्र पनि हुनसक्छ प्रारम्भिक अवस्थामा र योभन्दा अन्य लक्षणहरू पनि हुन्छन्। एउटा यति नै हुन्छ भन्ने होइन, त्यसपछि क्रमशः मणिपुर चक्र, अनाहत चक्र आदिमा पनि यसको चाहिँ नि प्रभाव, कुण्डलिनी जागरणको प्रभाव पर्दै जान्छ र यसको चाहिँ प्रभावको कारणले विभिन्न किसिमका लक्षणहरू देखिँदै जान्छन्। यस विषयमा यदि थप कुराहरू जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला र यी लक्षणहरूको विषयमा आगामी दिनमा चाहिँ नयाँ भिडियो लिएर आउनेछु।